आसानमा विराजमान पूर्ण परमात्मा श्री राष्ट्रिय श्यामा जीको चरण कमलमा कोटि बन्दन नमन प्रेम प्रणाम गर्न चाहन्छु। यस बेलकोट गढी नगरपालिका वडा नम्बर 13 दाङबे हरिहर क्षेत्रमा आयोजित श्रीमद् भागवत सत्ता एवं शासन सागर विराज ब्रह्म यज्ञमा कथा वाचन गर्दै गर्नुभएका आजका यस कार्यक्रमका धरोहर प्रमुख वाचक श्री महाराज उत्तर सापकोटाज्यू, त्यसैगरी यस कार्यक्रमको आयोजना गरेर यस मन्दिरलाई अगाडि बढाइरहनुभएका यसका संरक्षक मालिक व्यक्तित्व आदरणीय उदाहरणीय व्यक्तित्व जो उहाँका हरेक क्रियाकलापहरू अनुकरण गर्न लायक छन्। हामी आजको युवा पुस्तालाई उहाँ एक अनुकरणीय व्यक्तित्वको रूपमा साबित हुनुभएको छ। उहाँ व्यक्तित्व हिरामणि त्रिपाठीज्यू, जसलाई म हृदयदेखि नै प्रेम प्रणाम नमन वन्दन गर्न चाहन्छु। त्यसैगरी व्यासमा रहेर कथा पारायण गरिरहनु भएका गुरुजी वासुदेव पाण्डेज्यू, त्यसैगरी कथा पारायणमा रहेर गरिरहनु भएका अन्य गुरुवरहरू, त्यसैगरी यस कार्यक्रमलाई रङ्गीन बनाउनको लागि उल्लासमय बनाउनको लागि वाद्यवादनमा साथ दिइरहनु भएका वाद्यवादन सुन्दरता व्यक्तित्व, त्यसैगरी यहाँ उपस्थित हुनुभएका श्रीकृष्ण प्रणामी सँगसँग संसार विभिन्न थर तहकामा आबद्ध रहनुभएका सम्पूर्ण व्यक्तित्वहरू, त्यसैगरी यहाँ उपस्थित हुनुभएका अन्य श्रद्धालु सुन्दरता प्रेमी भक्तजनहरूमा सर्वप्रथम म र यस युवा परिषद जिल्लाको तर्फबाट सम्पूर्णमा प्रेम प्रणाम सहित नमन गर्न चाहन्छु। प्रणाम। मलाई आज एकदमै खुसी लागिरहेको छ। हामी सुरुको दिन कलेज यात्राको दिनमा पनि आइपुगेका थियौँ, त्यसमा अलिकति ढिला भयो। एकदम खुसी उल्लास यहाँबाट साक्षी परमात्माकै स्थलमा आइपुगेको जस्तो भान भयो। आज गाउँ छोडेर मान्छे लोभ मोह अनि पैसाको पछि लागेर गाउँ छोडेर उजार बनाएर हिँडिरहेको परिस्थितिमा सानो बुवा पनि हुनुहुन्छ। यति युवा बाहिरै गएर पनि धेरै आर्थिक लाभ कमाउनु सक्नुहुन्थ्यो होला, तर उहाँले होइन यो गाउँलाई चाहिँ तीर्थ बनाउनु पर्छ, यो गाउँमा जसले छोडेर माया गरेर गइरहेका हरेक व्यक्तिलाई एकदिन फर्केर आउने वातावरण बनाउनु पर्छ, यो गाउँलाई रङ्गीन उल्लासमय बनाउनु पर्छ भनेर सम्पूर्ण कुराहरूलाई लोभ मोह सम्पूर्ण कुराहरूलाई छोडेर यस ठाउँलाई उजागर गर्नको लागि यस ठाउँलाई अगाडि बढाउनको लागि आफ्नो पिताश्रीले सुरु गर्नुभएको यस महान कर्ममा साथ दिएर उहाँ यहाँ रहिरहनु भएको छ। उहाँलाई हृदयदेखि नै नमन गर्न चाहन्छु र आगामी दिनमा यहाँले गरेका हरेक क्रियाकलापप्रति हाम्रो साथ सहयोग निरन्तर रहन्छ भन्न चाहन्छु। मलाई लाग्छ हुन त यति धेरै विद्वान विद्वतहरूको सामु म त केही पनि होइन। धर्म यस्तो रहेछ, यस्तो रस रहेछ, जसले पाएपछि स्वाद पाएपछि त्यो लिनु हुँदो रहेछ। ऊ त्यो उखु देखिरहेको हामी त्यो उखुको स्वाद बुझ्नेलाई त्यसको महत्त्व थाहा हुन्छ। त्यसको जसले रस चाखेको छ, स्वाद चाखेको छ, त्यसलाई त्यसको महत्त्व थाहा हुँदो रहेछ। जसले उखु बुझेको छैन त्यो त एउटा ढोड समान नै हो। न त्यसको के हो हेर्दाखेरि ढोड्दै आएको छ, उखु भन्दा नि मकैको जस्तो ढोड नै सम्झन्छ। तर जसले रस बुझेको छ त्यसलाई चिन्दो रहेछ। यो कृष्ण तत्त्व भन्ने चिज पनि त्यस्तै रहेछ। न त मैले त धेरै बुझेको त छैन, जति पनि बुझेको छु, जति पनि थाहा छ, यति धेरै मोह लाग्छ, प्रेम जागेर आउँछ। संसारको सृष्टि कसरी भयो भनेर एउटा विज्ञानले पनि भन्छ कि ब्रह्म तत्त्व प्रस्फुटन भयो अरे, अनि त्यसपछि पदार्थ समयहरूको निर्माण हुँदै हुँदै यो ब्रह्माण्ड बनेको हो भनेर भनिरहँदाखेरि विज्ञानले अब जे भनिरहँदा पनि जति कुरा गरेर पनि त्यसको भन्ने शैली फरक होला, तर धर्मको भन्ने शैली फरक होला, उसले अनेक प्रमाणहरू दिइरहेको होला। तर वास्तवमा संसारको सृष्टि भनेको एउटै तत्त्वबाट हो, त्यो ब्रह्म तत्त्व भनेको कृष्ण रहेछ भन्ने मैले चाहिँ त्यसरी बुझेको छु र मलाई एकदमै प्रेम लाग्छ। र अनि त्यसरी अब आजकै दिनमा आज हाम्रो पेसागत सङ्घ संगठनको आन्दोलन, त्यो आन्दोलनमा जसरी नै जानुपर्छ होइन, त्यो महत्त्व कि यो महत्त्व तुलना गर्दा त के रहेछ त संसारमा आन्दोलन गरे पनि जे गरे पनि आखिरमा परमात्मा भन्दा ठुलो त संसारमा कोही हुनुहुन्न नि भनेर मैले त्यो पनि छोडेर म यही कार्यक्रममा आएको। यो कार्यक्रम यति धेरै खुसी लाग्छ। म त्यो क्लास लिइरहेको हुन्छु, यहाँ बाजा गाजा बजिरहन्छ अनि आनन्द लाग्छ। म त्यहाँ हुन्छु, मेरो भौतिक शरीर मेरो भाइ बहिनीहरूसँग हुन्छ, तर पनि म त्यहाँ सुनिरहन्छु। मलाई पहिलो दिन गुरुजीसँग देख्ने बित्तिकै यति धेरै प्रेम थियो कि उहाँको